के हो कमेन्टमा मिस यु किस यु व्हाट द हेल इज गोइङ अन हियर झन्न घरमा श्रीमती होइन मागा श्रीमती भएको लुङ्गी उचाल्दै आउँथ्यो केटा हो गाह्रो छ मलाई केटा हो केटीहरू पछ्याउँछन् मैले कसलाई माया लाउँ नेपाल आएर भेट्छु भेटा नेवार नि जाऊ खुर्लाई बिहान अरू नाटक गर्छु चियावालीसँग बोल्छु अब म यहाँ चियावाली मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरी मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरी तिमी गाउन मेरो बुझेर मनैले तिम्रो मनैमा निउरिए तिम्रो मनैमा Women. सप्तरङ्ग इन्द्रणीमा आठौँ रङ्ग मिसाउ कि तिमीलाई माया गर्न असन्तिरमा आऊ कि हो मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए योसम्म तपाईँ भन्ने मान्छे तिमी भन्छ यार तपाईँ भन्ने मान्छे अब तिम्रो म के हो कि म तिम्रो के बिगार्थे मलाई किन सच काइन्ड अफ रिस्पेक्ट गीतले भनेको त्यस्तो मैले भने हो र च्यावाली हजुर मलाई एकजना केटीले पट्टाइरह कमेन्टमा यार तिमीले गाली गर्दैन थ्याङ्क यू मिलनजी अनि को त मेरो सौता बन्न आउनु खोज्ने तेरी भैंस की सौता मतलब को हो त मेरो मतलब भाई साहब कुछ ज्यादा नहीं हो रहा मतलब ओए तेरी वेलकम what the hell is going on here थ्यांक यू सो मच 10 दिन त गयो च्यावालीको अब च्यावालीको 10 दिन गयो च्यावालीको 10 दिन जाने भयो अनि सुन च्यावाली हजुर भन्नु न के छ म्युजिक भिडियो खेल्ने कुरा पनि भइरहेको के छ खेल्ने नि कोही बेला हक गर्ने सुन्नुहुन्छ हक गर्न दिनुहुन्छ कि नै अनि के भयो त अनि अनि अब के रे रोमान्टिक सिन जस्तो कि म तपाईँलाई मतलब फोन गरे जस्तो कहिले बगैँचामा घुमे जस्तो मतलब कहिले डेटिङ मतलब रोमान्टिक सिन त्यही भएर 2 दिन अघि प्र्याक्टिस गर्न आउने कसो 2 दिन अगाडि रिहर्सल गर्नु परेन तपाईँ र म कस्तो रिहर्सल फेरि अब कस्तो भन्नु त अनि यतै छुने अनि त्यो हक गर्ने अनि त्यो अगाडि प्र्याक्टिस गर्नु परेन म त छुन्न म तपाईँलाई नछेकन एक्टिङ गर्ने हो अब त्यतिकै हुन्छ कहीँ एक्टिङ हेर्न सक्दिनँ म उताको अरेला हेर्न सक्दिनँ म अब जान्छु उता अरे यो केटी एकजना नेवार्ने भन्ने केटी छ च्यावाली मलाई अघिदेखि लाइन मारेर यार हो र म जाम भइसक्यो भन्नु पर्दैन सुन सुन अहिले जापान छ अनि पोखरा के अरे काठमाडौँ आउँछ अरे शुक्रबार आसी भेट्ने भनेर फेरि तपाईँको नि खुट्टा दुख्ला होला तपाईँको मिलनजी हाम्रो म्युजिक भिडियो कुरा फिक्स भइसक्यो मिलनजी यार के छ कुरा मिलनजी यहाँ थ्याङ्क यू सो मच थ्याङ्क यू मिलनजी नमस्ते हजुर मिलनजी हाम्रो त हिजो पुरा म्युजिक भिडियो कुरा फिक्स भइसक्यो यार ठिक छ सरजी म मिलाइन्छु नि त म गाना मैले भने मलाई उता हाम्रो सरजीले भन्दै हुनुहुन्थ्यो म त बिरामी भएर छैन नि सरजी म झन्डै खुस्केँ नि हो लौ किन त्यस्तो सरजी फ्याट्ट ज्वरो आउँदै थियो रुगा मार्गी लाग्दै थियो प्लाट त्यो केही खाँदा रुचेन र मिठो भएन भनेर प्लाटै चटपटे किनेर खाइदिएको सरजी सबै छाती पाकेको छ र त झन्डै गइयो नि होइन हाम्रो घरमा पनि त्यस्तै भयो उसलाई यार बिचरा भदैनीलाई बच्चालाई पनि अलिअलि हिजोको हावा लाग्थ्यो बाहिर खेलाएको त ऊ भएछ
चिसो लाग्छ 8-9 अनि दिन त चियावाली म त 8-9 दिन त सरजी एउटा आँखाबाट त्यो लाइक लेपपट्टिको आँखाबाट आँसु मात्रै झरेको झरे केही हेर्नै नहुने हिजोदेखि अलिकति अथापा भयो जस्तो फिल भएर अनि मैले आज यसो हेरेँ रुबिनजी लाइफमा आउनु भएको छैन फेरि के भयो त बुढालाई सपोर्ट आज नभएर हो कि गाउँमा भन्नु म आज होइन खोजी हेरेँ नि मैले ढिलो भयो मैले कि खोजी हेरेँ अघिसम्म एउटा भिडियो अलिक पछिल्लो समय एउटा गीत एकदम चलेको छ है त के अरे लाली बजार भन्ने फिल्म गीत के सबैले मैले भिडियो बनाएको मैले सक्छु भनेर बनाएको त टाइम लाग्यो अनि चियावालीसँग हिजो चियावालीसँग यहाँ म्युजिक भिडियो खेल्ने कुरो भएर मिलन्छ अनि कहिलेकाहीँ यसो एक्टिङ गर्ने बेलामा चाहिँ कहिलेकाहीँ चाहिँ कथाले मागे अनुसार कहिलेकाहीँ तपाईँलाई हक गर्नुपर्ने हुन्छ कहिलेकाहीँ हात समात्नुपर्छ पहिले त्यो गर्न दिन्छ किन भनेको 2 दिन अगाडि आउनुहोस् के छुनी प्र्याक्टिस गर्नु अरेला के छुनियो पनि 2 दिन रिहर्सल गर्न आउनुहोस् रे अनि छुनको लागि पनि 2 दिन चाहिन्छ हामीलाई दिउँसो रात पाइन्छ सरजी मर्दको छोरो भर्खर छोइन्छ म तपाईँलाई मैले चाहे भने चियावाली मैले चाहे भने तपाईँलाई भर्खर मेरो पछि आउने गराइदिन्छु र हेरौँला न कसको पावर छ कसरी थाहा कसरी भन्नु पहिला भर्खर चाहे भने मैले चाहे भने भर्खर तपाईँलाई मेरो पछि लाग्ने गराउँछु क्या दौडिने गराउँछु मेरो पछि कसरी पर्स छोएर राख्छु तपाईँको पर्स छोएर राखिदिन्छु म टुनामुनाले होला हजुर टुनामुनाले होला नि जादु मन्त्र लाएर त्यहाँ फेरि लगाउनु होला नि मलाई देखेर जादु गर्नु। तर मेरो ढाड चिलाएको कसो तपाईँलाई देखेर पुरा पिसी लाग्ने हुनुभयो नि छैन तपाईँले तुनामुना मलाई गर्यो भने पो चिन्ता तिमीले पो टुनामुना गरेर के पोखरेल ठिटोलाई तपाईँलाई मलाई पो टुनामुना गराएर चियावाली पछि लागेको कसो पछि थाहा हुन्छ कसले कसलाई तुनामुना लगाउँछ त्यही गङ्गाबु गएर भेट्न आएन नाटक नर तपाईँले तुनामुना लगाउनुहुन्छ भनेर हो कि सरजी राम्रो मान्छे भेट्नको लागि त टाइम लाग्छ नि त चिज छ नि त चियावालीलाई कसले राम्रो भनौ कसले भन्छ चियावाली राम्रो भनेर मान्छे राम्रो हुनको लागि त्यो उयो मात्रै हुनुपर्छ भनेर रूप मात्रै हुनुपर्छ भन्ने छैन नि त अरू गुणहरू मन त छालाले पुर्या हुन्छ कसरी हेर्नु हो मन त मासुभित्र हुन्छ त कसरी हेर्नु मान्छे हेर्ने भनेको रूप हो थर्मा डिग्री लाएर हेर्ने तर चियावालीको जहाँसम्म मन सफा छ भन्छु कि म त मान्छे पनि राम्री हुन्छ मन पनि सफा हुन्छ होला है सानैमा नुहाउने बेलामा झुक्केर सेम्पू निलेको अरे त्यहाँदेखि मन सफा अरे हो चियावाली हो एकदम सेम्पूले चारैतिर सबै सफा गरेछ चारैतिर मैले मनको कुरा गरे यार चियावाली यार अनि मनकै कुरा भनेको त मैले पनि मनको नि 4 कुरा हुन्छ भने धोएको छ कि एकदम सफा गएको छ यहाँ मिसी रोके मलाई मेरो एकजना केटी मेरो पछि लाग्नु बोलाउँछ नेवार्ने मिल्छ भने आउँदा गेस्टमा आउँछ नेवार्ने गेस्टमा आउँदा नेवार्ने किन डराउने र म चेप पाइदिएँ म चियावालीको तपाईँको भन्नुहोस् झिन भन्नु गर्नुहोस् यहाँ तपाईँले हो रोज्ने तपाईँले रोज्ने मतलब अनि तपाईँले रोज्नु परेन दुईटा हातमा लड्डुमा कहाँ जाम यार मिलनजी हजुर 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 दुईटा हातमा लड्डु भएमा कहाँ जाम अब फर्स्ट अफ अल त पहिलो माया भनेको पहिलो माया हुन्छ सरजी जति नि जे गरे पनि पहिलो माया त कपुरधारा कता कता जिस्केको मेरो पहिलो माया कोही पनि छैन श्रीमती मेरो पहिलो माया बच्चा मेरो दोस्रो माया चियावाली मेरो 14 नम्बरको सरजी यसो हेर्दाखेरि त त्यस्तो लाइक थोत्रे फलाम थोत्रे टिना भन्ने मान्छे जस्तो देखिन्छ तर केटीहरू चाहिँ के साह्रो फिदा भयो क्या सर मेरो पछि सबै इफेक्ट कमाल इफेक्ट भर्खर मैले इफेक्ट हराएँ भने चियावाली नेवारे सबै तल झर्छन् डराएर हो के अनि नेवार तपाईँ नेपाल कहिले आउने फ्राइडे आउँछु फ्राइडे कति डराएर के कसैले कञ्चटा पिस्टल राखेर बोले जस्तो यार 1 बजिसक्यो यहाँ जापानमा 1 बजिसक्यो क्या नसुतेर के हेरेर बसेर त नि
सुत्ने अब कोसँग हजुर, एमआई रुगिरा होला नि हजुरको लाइफ हजुर बसिरहेको के रे मिलनजी बेलामा छुट्टोको भेट्छु अरे हो नेवार नि गफाडी हो किन के किन डराउ माया गर्छ किन डराउ तिमी हजुरहरूको लागि किसिङ सिन पनि भएको गाना उयो होइन त हुन्छ मिलनजी किसिङ सिङ त नहो त हिम्मत अलिकति कसको रहेछ हेरौँला हिम्मत च्यावाले सुन नेवार नि हजुर यदि च्यावालेसँग झुकेर अनि किसिङ सिङ भयो भने तपाईँको एक्सप्रेसन कस्तो हुन्छ भन्न पर्यो तर म त्यसो घरको बुढीलाई गर्दिनँ पहिला सोध्नु त के हुन्छ त्यस्तो म त गर्दिनँ यार म त त्यसो गरे पनि जसो नि राख्नु पर्छ है त्यो सिन चाहिँ भनिरहेको छु कहिले तपाईँले होइन होइन, काटिक त त्यस्तो- पैसा होइन र होइन त्यस्तो भयो भने त लेट मिनोमा गाना त्यस्तै खालको भन्छु नि त हाम्रो विकास होइन मिलनजी म त त्यो त किसिङ सिङ त अति हुन्छ म त हुन्न यार हुन्न चियावाली तपाईँलाई हातमा मात्र एक्टिङ गर्न पाउँ त्यही मेरो लागि भाग्य कुरा हो, बस तपाईँलाई हातमा मात्र एक्टिङ गर्न पाऊँ तपाईँको आँखामा आँखा जुदाएर एक्टिङ गर्न पाऊँ बस मलाई त किसिङ सिसिङ मलाई चाहिएन यार सरजीहरू जति काठमाडौँ गएर त भेट्नु भएको छैन है भेटघाट त भेट्नै गएको के भेट्नै गएको सबै कुरा भइसक्यो थियो टक्क त अनिताले म तपाईँलाई स्कुटीमा लगेर चियावालीकोमा लैदिन्छु भनी त्योभन्दा अगाडि मुलासाग लफडा भयो यार तर यसपालि चाहिँ मेसो मिलाउने हो त्यस्तो हुन्न सरजी किनकि अब मान्छेको माया त मनबाट हुने हो त कहाँ त्यो अनुहारमा हुने हो त कहाँ कलौटे न सलौटे नि बाल भएन मन त अब छालाले पुरेको हुन्छ मेन देखिने भनेको अनुहारै हो त्यही पनि चियावालीको त अनुहार एक पाथी के मेकअप लाएर हो। नाटक नगर्दा हेरे हेरे हुन्छ तपाईँले नाटक गर्न पर्न पागल भविष्यको एक्टर हुन भन्ने रे के भविष्यको होइन तपाईँको त एउटा म्युजिक भिडियो त अब अलमोस्ट रिलिज हुन बाँकी रह्यो है अब अरू पनि अफर अलिकति आइरहेको छ। एक्साइटेड भइरहेको छ कहिले रुबिनजीको टिकटक खोलिन्छ म चाहिँ एक्लै आउँदिनँ चियावाली भेट्न पर्यो भने एक्लै आउँदै लुकिसिमी आउनु फेरि म गेस्ट आएको नेवार्नी बोकेर आउने हो नेवार्नी हजुर जो लप्पा तारेमाम टोचला मसँग जाने किन चियावालीसँग सुटिङ स्पटमा म आउँछु हो उम्, म त नेवार र चियावाललाई सँगसँगै राख्ने जोरानी उसैलाई छान्ने हो म त सहमति छैन है किन हल्का त इज्जत राख्दैन यार कति त नगर यार दुईटा डुङ्गामा खुट्टा राख्न पाइयो त दुईटा ढुङ्गा खुट्टा राख्न सरजीलाई एउटा उखान सुन्नु भएको छ नि जस्तै एउटा मैले एउटा उयसमा लिरिक्स सुनेको थिएँ कस्तो भने सत्ययुगमा रामलाई रावणले जिना हराम गर्दै अरे कलियुगमा सलमान खानलाई कालो हिरणले जिना हराम गर्दै अरे भने जस्तो हुन्छ सरजी मलाई चियावालले गरी अनि जे गर्नु फिल्टरले गरेको हो कि अरू के के रे नेवार्नी? फिल्टरले हो फिल्टरले गरेको हो जे गर्नु तिमी कोन चाहिँ गोपिनी हो र ल हामी म कहिले म आज- म आजको हजुरहरूको लागि जज भए अब हाम्रो चेवाली म्याम अथवा यता हाम्रो नेमारुनी म्यामले जसले पनि राम्रो प्रपोज गर्नुहुन्छ रुबिनजी त्यसको ल मैले आजदेखि डिसिजन गर्दै ल अब कहाँबाट सुरु गर्नु त हाम्रो चेवाली म्याम अभियसली चियावाली गर्छन् यार सिजन फायर सिज फायर अब नेवार अब जापानमा एक भइसक्यो हा कसैले कञ्चना बन्दुक लाएर बोल्न जस्तो बिचार जबरजस्ती बोलिरहेको छ नेवारले के गर्ला यार ल सुनाम त ल त्यही पनि कन्टेन्ट त सुनाम ल कसले मलाई प्रपोज गर्न मलाई एकचोटि कसले मिठो है मिठासबाट कसको छ है म जज गरिदिने भयो ल तर मिठा छ चियावालले गर्छ किनभने सुत्ने बेला चिनीको सिलिन्डर राखेर सुत्छ रे मलाई पहिल्यै हराइदिएपछि अब मैले कसरी जित छैन हासिल नि गर्नु गोल यस्तो हुन्छ नि त म्याम किपर बिनाको पोस्टमा गोल लाउनु र किपरसँग जसले पनि हान्छ। गोल लाउनु फरक छ नि त म्याम सो किनकि अब साथ जति चियावालीलाई छ अनि के एउटा छैन मैले त लाइक अझै जज बस्दै हो हजुरहरूको लागि
लेट मी नो अब हाम्रो थोत्रे फलाम थोत्रे टिना भन्ने सरलाई कसले मन पराउनु नि त ल ए नोर केटीहरू मरेछ नि बिचमा नाम होला अब छेउमा जाऊ त्यसो भए छेउमै गएँ म च्यावलले बब्बल प्रपोज च्यावलले गर्नु त रुबिनजी मेरो डेट पनि भयो म्युजिक भिडियो हेर्दा ए यति धेरै खुसी छु कि त्यो खुसीको त बयानै गर्न सक्दिनँ। यति खुसी छु कि हिजो त रातभरि हजुरलाई सम्झेर निन्द्रै लागेन। हजुरको त्यो हँसिलो मुहार अनि त्यो हेराइले गर्दा यस्तो लाग्छ कि अबको चाँडै हामी दुईजना एक हुँदैछौँ म्युजिक भिडियोको कारणले। थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। रातभरि सुतिन अरे सुतिन आजकल त भूतको लाइभ हुन्छ भूतको लाइभ हेरेर बसेको थियो त्यो हजुरले यो सुन्नुहोस् न म्याम हजुरले नि यो म्युजिक भिडियोमा नलानु न आफूले प्रपोज गर्दा कहाँ म्युजिक भिडियोमा लाने हो त म्युजिक राम्रोसँगले भिडियोको कारणले तपाईँको र